आज सम्पूर्ण मेरो टिकटक अनि फेसबुकको साथीहरूले यसो म आज चाहिँ अब मान्छेले भन्छ बोलेपछि शब्द हुन्छ अरे अनि गाएपछि गीतै हुन्छ अरे भन्छ अनि एउटा सानो टुक्का भिडियो म बनाउँदैछु। बोरिङ नमानिकन यसो सुनिदिनु होला। अनि दसैँ अनि तिहारको उपलक्ष्यमा सम्पूर्ण साथीहरूलाई चाहिँ नमस्कार अनि सेवाहरू। दसैँलाई पर्यो मासुको प्यारो, भैँसीलाई पर्यो गाह्रो, नारङ स्याङ्लो आम्मा इलुङमा रक्पैन हिप्से, भ्रष्टाचारीलाई पर्यो पैसाको प्यारो, सजनलाई पर्यो गाह्रो, नारङ स्याङ्लो आम्मा इलुङमा रक्पैन हिप्से, जडवालाई पर्यो भट्टीको प्यारो, परिवारलाई पर्यो गाह्रो, नारङ स्याङ्लो आम्मै इलुङमा रक्पैन हिप्से, दसैँलाई पर्यो वस्त्रको प्यारो, परदेशीलाई पर्यो गाह्रो, नारङ स्याङ्लो आम्मै इलुङमा रक्पैन हिप्से, सर्पलाई पर्यो दुलोको प्यारो, मुसालाई पर्यो गाह्रो, नारङ स्याङ्लो आम्मै इलुङमा रक्पैन हिप्से, केटाकेटीलाई पर्यो टिका थाप्नुको प्यारो, बुढाबुढीलाई पर्यो थैलो कस्नुको गाह्रो, नारङ स्याङ्लो आम्मै इलुङमा रक्पैन हिप्से, परिश्रमीलाई पर्यो कामको प्यारो, ठगलाई पर्यो गाह्रो, नारङ स्याङ्लो आम्मै इलुङमा रक्पैन हिप्से। ल आज मेरो छोटो गीत भनौँ कि अब जे भने पनि यसो दसैँको लागि भनेर मैले गाइराखेको छु। सम्पूर्ण मेरो टिकटक अनि फेसबुकका प्रिय मित्रहरूले चाहिँ यसो बोरिङ नमानिकन सुनिदिनु होला भन्दै आजले यतिमै। अब गीत त सायद लामै छ तर आधी जति मात्रै मैले गाएको छु। कोही भोलिन्टियर हुनुहुन्छ भने अलिक राम्रोसँग बनाएर यो गाउने विचार गर्नुहुन्छ भने चाहिँ गाउनु सक्नुहुन्छ अनि बनाउनु सक्नुहुन्छ भन्दै आजलाई सेवाहरू सम्पूर्ण मेरो साथीहरूलाई भयो होला।